छोराले बिहा गर्यो ल हुन्छ अभी मजा आएगा ना भिडो मैले हजुरलाई फोन गरेर अब हाँस्ने हाँस्नु नि फेरि पहिले हाँस्नु न फेरि के न हेलो कान्छी सन्चै छौ उठ्यौ ए एउटा खुसीको खबर सुनाउनु पर्यो भनेर मेरो माइलो छोराले बिहा गर्यो है माइलो छोराले बिहा गर्यो आज भक्तिसित गएको र खोल्या फोब्लीबाट ल्याएर कुन तिमीले चिने खाऊ कि भनेर फोन गरेको यहाँ त ल्याएन रे खोल्या ल्याइपुरा अरे ल ल त्यही सुनाउनलाई अब एकछिन पछि ल्याइपुरान्छ कि यहाँ घर अब ल्याइपुरान्छ कि घर ल ल हुन्छ ल ल हुन्छ ल गाइस मेरो अब गाउँमा बिहा भइसक्यो अब सबैले थाहा भएछ नि त ल अब तल जेठियामालाई सुनाउँछ सबैले थाहा भएछ तल सुरजी बिहा गर्यो भने अहिले को आउँछ यहीँ आफ्नै मम्मीले यहाँ आउँदाखेरि टुङ्गे बानी आएछ नि यहाँ आउँछ नि माइले दुली खाइहाल्छ हजुर सोही हो कि सोही हो कि आउनु यहाँ घर आउनु जानु आउनु न दुलै हेर्न त रे कोकोलाई भनिसक्नु हो कोकोलाई भनिसक्नु हो कोकोले भन्नु मैले बिहा गरेको मलाई ढाँटो सुरजले पर निनमाले बिहा गरेछ मम्मी हालेखा फेसबुकमा भन्यो मैले त हट्टबाट आमाले फोन गरेँ बाउले उठाउनु भयो निर्मलले बिहा गरेर बाउ भन्छ कहाँ 10 किलो पनि छैन कहाँ र बिहा गर्ला भन्नु तो 10 किलोको छैन कहाँ र बिहा गरेर भन्नु आस्नाले चोटीको पाता दुखेर अरे बिहारी भाउजूले भन्नुहोस् त माइलो छोरा बिहा गरौँ भनेर भन्छ आज त ढाँटे दिनु हो त र यसले त मलाई बिहान राति उठेर मलाई त्यस्तै गरेर मैले हत्तरी माइत फोन गरेँ साथीले गन्छ त्यसले कहाँ गन्छ आयो भन्छ बाबु त 10 किलो पनि छैन त्यसले बिहा गर्दा कुनै बट्टो भन्नुहुन्छ घरमा आउनु पर्छ र भाउजू आउनु पठाउनु होला यहाँ घर त फेरि अझ मलाई माथि सोतिल लानु भएको यसकै माखाले यसलाई झुकाएको यस्तै ल्याए पनि त हुन्थ्यो भन्छ क्या मैले त यता रोको मम्मी हाँस्दा हाँस्दै
त्यही बेला आएछ भने गाउँ फोन आएर मान्छे अन्त होइन आज राम्ररी कुन केही मना होला अब भन्छ नै अरे बाबु अनि त्यही बेला फेरि फोन हाल्यो क्या त्यही पठाएको हामीले त निर्मलले त्यही फोन गरेर बाबुले त 10 किलो पनि छैन त्यसले कहाँ बिहा गर्ला भनिन्छ आमाले फेरि रातभरि मसिनो छ र यही घरै मसिनो सुतेको बालखाले कहाँबाट गर्ला कसले भन्टो भन्नुहुन्छ गाउँभरि बिहाको हल्ला चलिसक्यो मैले एउटा दुलै पनि भेटाउन सकेँ